आज एउटा सिस्टरको बर्थडे सबैलाई दिन जाँदा यस्तो रियाक्सन आयो। हेलो एभ्रीवन, आयो तपाईहरु सन्चै हुनुहुन्छ होला। म पनि बबाल छु। त गाइस आज कहाँ जान्ला भनेको र तपाईहरुले थाहा पाइसक्नु भयो होला। अनि गाइस पानी पर्न लागेको छ। म मेरो पर्सन्दा र मेरो प्यारो सेरो छोरो चाहिँ हामी जाँदै छौं। अनि गाइस सुरुमा चाहिँ हामी आफ्नो केक पसलमा आयौं। अनि गाइस केक पसल चाहिँ वहाँकै हो। अनि गाइस उहाँले चाहिँ हाम्रो पर्सन्दालाई बोलाउनु भएको थियो कल गरेर। आज काम गर्ने मान्छे नै कोही छैन, साधन पनि छैन भनेर बोलाउनु भयो हामीलाई बर्थडे सरप्राइज दिनलाई र हामी आयौं। अनि गाइस यही नै हो बर्थडे सरप्राइज, सानो भयो पनि बबाल नै छ। त गाइस धेरै ढिला नगरौँ भनेर निस्किदै थियौं र दाइले भन्नुभयो मेरो पसलमा आइसकेको पेस्ट्री त खानु पर्यो नि त भनेर भन्नुभयो। हामीले खाइदियौं पेस्ट्री। जेस पेस्ट्री पनि बबाल थियो, उहाँ तपाईँको हात नै मिठो जस्तो लाग्यो मलाई त। अनि गाइस ढिला भएको थियो र हामी त्यहाँदेखि निस्किन बित्तिकै हामी त्यो हङकङ बजारमा आयौं र एउटा कुरा भन्न चाहन्छु म, यो हाम्रो हङकङ बजारमा चाहिँ एउटा हाम्रो पनि पसल हुन्छ। त्यो पसलको नाम पछि भन्नला, तर यो हङकङ बजारमा पसल राख्ने चाहिँ हाम्रो फिक्स भइसक्यो। र गाइस जसै गरेर मेरो फ्रेन्ड्स हाउसलाई तपाईहरुले सपोर्ट र माया दिनु भएको थियो, त्यसै गरेर मेरो यो फेन्सीलाई पनि माया र सपोर्ट दिनु होला भन्ने म अनुरोध गर्दछु। अनि गाइस कुरामा हामी बर्थडे गर्लको घरमा पनि पुग्यौं। अनि गाइस टक्क लाएर बर्थडे गर्ललाई सरप्राइज दिम भनेको त उस्तो भयो यार। अनि गाइस हामीले यो कुरालाई इग्नोर गरेर साच्चीको बर्थडे गर्लतिर पुग्यौं। अनि गाइस बर्थडे सरप्राइज दिएर उहाँदेखि निस्किहाल्यौं हामी सबैलाई बाइ भनेर। र गाइस जतिको हामीले सोचेको थियौं त्यतिको रमाइलो त भयो नि, त्यही पनि फर्स्ट टाइम यति हुनु भनेको पनि धेरै हो। अनि गाइस खुसी भएर त्यही भएर चाहिँ हामी त्यही सोचेर हामी घरतिर फर्क्यौं। त्यही पनि फेरि एउटा कुरा रिपिट गर्न चाहन्छु, यो हाम्रो हङकङ बजारमा अबको 1-2 दिनमा हाम्रो पनि फेन्सी पसल हुनेछ। प्लिज माया देखाइदिनु होला। यति भन्दै भिडियोलाई गरम पारा।